नमस्कार साथीहरू, आज हामी बलि भन्ने कुराबारे कुरा गर्नेछौँ। तर यो सुनेर डराउन आवश्यक छैन। बलि भनेको साँच्चीकै जनावर मार्ने कुरा होइन, यसको गहिरो अर्थ फरक छ। एउटा सानो गाउँको कथा सुन्नुहोस्। गाउँमा हरेक वर्ष ठूलो चाड मनाइन्थ्यो। पहिले त्यहाँका मानिसले चाडमा जनावर बलि दिने गर्थे। उनीहरूले सोचे कि यसरी गर्दा देवी देवता खुसी हुन्छन्। तर एकजना ज्ञानी ऋषिले भने, हामीले प्राणीलाई मारेपछि भगवान कसरी खुसी हुन्छन् र? भगवान त दयामा रमाउने हुनुहुन्छ। त्यसपछि गाउँलेहरूले आफ्नो परम्परा बदल्न थाले। जनावरलाई मार्ने सट्टा उनीहरूले फलफूल, फूल, चामल र भक्ति चढाउन थाले। त्यसै दिनदेखि चाड अझै रमाइलो हुन थाले। कसैलाई चोट नपुर्याइ पनि सबैले खुसीको साथमा पूजा गर्न सकिने भयो। शास्त्रमा भनिएको छ, साँचो बलि भनेको बाहिरको प्राणी मार्नु होइन, आफैभित्रको खराब गुणहरू मार्नु हो। जस्तै रिस, लोभ, ईर्ष्या, घमण्ड। यी कुरा हटाउन सके भगवान सच्चीकै प्रसन्न हुन्छन्। भगवान कृष्णले पनि भनेका छन्, म त पात, फूल, फल र पानी चढाए पनि सन्तुष्ट हुन्छु, तर त्यो शुद्ध मनले दिनुपर्छ। यसैले आज धेरै ठाउँमा बलि भन्ने शब्दको अर्थ प्रतीक मात्र हो, फल, फूल वा अन्न अर्पण गर्ने। बच्चाहरू, सोचेर हेर्नुहोस् त, यदि कोही साथीले तपाईलाई रिस दिलायो भने तपाईले पनि रिसाएर झगडा गर्नुहोस् भने दुवैलाई दुःख हुन्छ। तर यदि तपाईले आफ्नो रिसलाई नियन्त्रण गर्नुभयो भने त्यो नै ठूलो बलि हो। यही कुरा शास्त्रले सिकाउँछ। त्यसैले अबदेखि जब हामी बलि भन्ने कुरा सुनौं, हामी बुझ्न सक्छौं, बलि भनेको कसैलाई मार्ने कुरा होइन। बलि भनेको आफ्ना खराब बानीहरू त्याग्ने अभ्यास हो। यही हो सबैभन्दा ठूलो पूजा, यही हो सबैभन्दा ठूलो दान। साथीहरू, एउटा बच्चा र उसको दाइको कुराकानी सुन्नुहोस्। साना नानी बाबुहरूलाई सुनाउनुहोस्। बच्चा: दाइ, म त अलि डराएँ। सबैले बलि बलि भन्छन्। बलि भनेको जनावर मार्ने कुरा हो। दाइ: होइन है, बलि भनेको कसैलाई मार्ने कुरा होइन। यो पुरानो शब्द हो, तर यसको अर्थ फरक छ। बच्चा: तर पहिले त जनावर चढाउँथे रे? दाइ हो, पहिले केही ठाउँमा त्यस्तो हुन्थ्यो। तर पछि ज्ञानी ऋषिहरूले भने, भगवान त दयालु हुनुहुन्छ, उहाँ कसरी प्राणी मारेर खुसी हुन्छन् र? त्यसपछि जनावर नचढाइकन फल, फूल, चामल, नरिवल चढाउने चलन सुरु भयो। बच्चा: ओहो, भने भगवानलाई जनावर होइन प्रेम चाहिने रहेछ? दाइ: बिल्कुलै। भगवान कृष्णले पनि भन्नुभएको छ, पात, फूल, फल वा पानी मात्र चढाए पनि हुन्छ, तर मन सफा हुनुपर्छ। बच्चा: अनि बलि दिनु भनेको के गर्ने त? दाइ: साँचो बलि भनेको भित्रको खराब बानी छोड्नु हो। जस्तै रिस, लोभ, ईर्ष्या, घमण्ड। यसलाई हटाउन सक्नु नै सबैभन्दा ठूलो बलि हो। बच्चा: आहा, भन त म पनि बलि दिन सक्छु है। आजदेखि म रिस नगरी सबैसँग मिठो बोल्छु। दाइ हो, यही हो साँचो बलि। कसैलाई चोट नपुर्याई आफैलाई राम्रो बनाउने। यही कुरा शास्त्रले सिकाउँछ। बच्चा: अब म डराउँदिन। बलि भनेको मार्ने होइन, राम्रो बन्ने रहेछ। दाइ: ठ्याक्कै। यही कुरा सबै साथीलाई पनि बुझाइदिनु। यसरी सबैले करुणा र प्रेम सिक्न सक्छन्। धन्यवाद। शान्ति रहोस्, सबैको जीवनमा करुणा बढोस्। भिडियो मन परेमा लाइक, शेयर अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।